सबैजनालाई स्वागत छ। फेरि पनि दिउँसै पो छ, 6 बजिसक्यो तर दिउँसै जस्तो छ। यसो हिँड्दै बजारसम्म जाँदैछु। नजिकै हो बजार, त्यही भएर बजार जाने आउने भन्ने त नर्मल कुरा हुन्छ। बाहिर हरियाली छ, मौसम रमाइलो छ। लसुन गर्मीले गर्दाखेरि छाता ओढेर हिँड्दैछु। अहिले चाहिँ ठ्याक्क सिमानामा छौँ हामी, सहर र गाउँको। यतापट्टि हेऱ्यो भने सहर हो भने यताबाट चाहिँ गाउँ साइड सुरु हुन्छ। सामसङ छन्तोङस्याङ है, हामीले प्रायः किनमेल गर्ने यतैनिर हो। र कपाल पनि यस्तो डेन्जरै भए हो। यो कपाल पनि आज टक्क अलिक छोट्याउनु पर्ने छ। र अहिले चाहिँ कपाल सपाल काटेर अलिकति शीतल भयो कपाल काटेपछि। अहिले चाहिँ एकदमै साँझको बेला हो। किरकिर छ है, केही पनि देखियो होइन। आँखाले पनि, रियल आँखाले पनि अँध्यारो महसुस गरिरहेको छ भने मोबाइलको क्यामेराले त पक्कै पनि अँध्यारो नै देखाउने भयो। र यतिखेर चाहिँ अब बल्ल बजार निस्किँदैछु सामसङसम्म पुगेर आउनको लागि। राई दाइ चाहिँ अझै रेडी भएन अनि कुर्दै हो। दुईजना जाँदैछौँ बजारसम्म पुगेर आउने। यत्तिकै फ्रेसको लागि दिनभरि सुत्यो, त्यही भएर एकैछिन निस्केको। फ्ल्यास अन गर्दाखेरि चाहिँ यस्तो छ, आँखा खाँदो रहेछ, सकिँदैन फ्ल्यासमा बोल्नु। हामी बस्ने होस्टेल चाहिँ यही हो, एक्लो छ डाँडामा। होस्टेल यता भयो भने सिधा अगाडि कम्पनी। अनि अहिले चाहिँ सामसङ आइपुगेर दुई भाइ टक्क लाएर हिँड्दैछौँ। केही छैन, काम केही छैन, यत्तिकै हिँड्ने। चिसो पिउँदै हिँड्दै गरिराखेको हो। अब फेरि रुममै फर्किने, यत्तिकै हावा खानलाई, टहलिनलाई एकछिन। मुड पनि फ्रेस हुन्छ, दिनभरि सुतेको, त्यही भएर चाहिँ निस्केको। बजारबाट चाहिँ टक्क लौका बोकेर आइयो। लौकाको तरकारी खानुपर्छ। के छ र? ठिक छ। कोरियामा अब चुसक लाग्दैछ। अब चुसक लाग्दै गर्दाखेरि कम्पनीले, धेरैको कम्पनीहरूले बोनसहरू होइन, पैसाहरू, नगदहरू होइन, अनि के उपहारहरू दिने गरेको छ। कसैको त्यो दिँदा पनि दिँदैन। फेरि हाम्रो चाहिँ के छ भने पैसा दिँदैन, रोज्न लाउँछ। अब तेलहरू रोज्ने हो कि होइन, खाने तेल, नुनहरू यस्तोहरू भएको सेट रोज्ने हो कि, टुना रोज्ने हो कि, अनि त्यहाँबाट सेम्पूहरू रोज्ने हो। त्यो 3टा हुन्छ। 3टा दिएको थियो अहिले चाहिँ। र मैले चाहिँ टुना रोजेको। यसरी दिएको छ। यही मैले यहाँ स्क्रिनमा राखेको छु। जम्मा 23,900 कोरियन हो, 2,300 को। यस्तो चुतिया कम्पनी छ। जम्मा 2300 को चाहिँ कवाडीको माल भिराएछ। त्यही पनि ठिकै छ। अब नेपालमा अब दसैँ लागिसकेको छ। आज मैले भिडियो स्टार्ट गर्दासम्म चाहिँ आज दसैँ हो। दसैँ अब 11 बजेर कति 53 मिनट कति मिनटमा चाहिँ शुभ सायद रहेको छ। अब यो भिडियो पब्लिस हुँदासम्म चाहिँ दसैँ गइसकेको हुनेछ, किनभने मेरो भिडियो पुग्दैन, लेन्थ पुग्दैन है। त्यही भएर सबैजनालाई डिले भए तापनि विजयादशमीको शुभकामना। र विजयादशमी भन्दा बित्तिकै एउटा कुरा चाहिँ भन्नु मन लाग्यो। प्राचीन समयमा देवी दुर्गाले 9 दिनसम्म युद्ध गरेर 10औं दिनमा चाहिँ महिषासुरलाई जितेको दिन, अर्थात् सत्यको असत्यमाथिको विजय। र फेरि अर्को रामायणमा के उल्लेख छ भने भगवान रामले रावणसँग युद्ध गर्दाखेरि चाहिँ दुर्गा माताको पूजा गरेर शक्ति प्राप्त गरी 10औं दिनमा रावणलाई जिते। अनि त्यही भएको कारणले गर्दाखेरि दसैँलाई चाहिँ रामको विजयको दिन पनि भनिन्छ। र
नेपाल कृषि प्रधान देश भएकोले दसैँ प्राय अन्न भित्राउने बेलामा पर्ने कारणले गर्दाखेरि चाहिँ यसलाई समृद्धि, शक्ति र एकताको चाड पनि भनेर भन्ने गरिएको छ। र फेरि नेपालको सन्दर्भमा चाहिँ यो सबैभन्दा ठुलो पारिवारिक र सामाजिक चाड पनि हो। त्यसैले दसैँ एकदमै सभ्यताका साथ मनाऊ। दसैँ भन्दै गर्दाखेरि फेरि कतिपयको के हुन्छ भने घाँटी हेरी हाड निल्नुपर्छ भन्ने कुरा उखान छ नि, त्यसलाई चाहिँ सिरोपर गर्नु होला सबैले। देखासिएको भरमा चाहिँ अनावश्यक खर्च गरेर भाँडभैलो गरेर र आफ्नो स्वास्थ्यलाई अनुकूल हुने गरी मात्रै खानेकुराहरू खाएर चाहिँ दसैँलाई जे जस्तो ठाउँमा छौँ हामी त्यही अनुसारले चाहिँ मनाएर चाहिँ सबैजना सुखी, स्वस्थ अनि ह्याप्पी रहौँ भन्दै आजको ब्लग सायद यति बोलेपछि सायद भिडियोको लेन्थ पुग्छ होला भन्दै दसैँको दिनमै ल आज ब्लग अपलोड गरिँदैछ र सम्पूर्णलाई फेरि पनि विजयादशमीको चाहिँ शुभकामना।